ल ल ल ल अहिलेसम्म बोलेको थिएन नि त अहिले चित्त बुझेको थिएन नि त सेकुवा पकाउने विधि अलिकति चेन्ज गरेका छौँ त्यो भोजेर यो चौचौ मैले साधेको हो यस्तो गर ल आगो तमोली साथी स्वागत छ मेरो ब्लगमा हाम्रो ब्लगमा छ क्या आज अहिले पानी किन्न चाहिँ जानुपर्छ बरु ल है साथीहरू हामी हावावादी ग्रुप आज वनभोज आएका छौँ टन्न मासुहरू लिएर है हाम्रो हावावादी लिडर खाल्डो खन्दै हुनुहुन्छ आगो बाल्नको लागि अघि मैले दिएँ साथी सुधाएर स्टार्टिङ गर न भनेको त ल केही छैन लिडरलाई हेरेर हामी निडर हुने हो कि न रञ्जित अब हाम्रो लिडर सरले खाल्डो खन्दै हुनुहुन्छ भनेदेखि यो खाल्डोको डिजाइन हाम्रो इन्जिनियर सरले दिनुभएको छ ल अनि यो चाहिँ म हुँ है हामी आगो बालेर आज मासु पोलेर खान्छौँ र हाम्रो एन्ड्रु सर मोल्नलाई जाँदै हुनुहुन्छ अब रेडी छौ है त अब हात धुनुपर्छ पहिला म्यारिनेट गर्नु पर्यो होइन त्यसपछि पहिला हात सफा हुनु पर्यो हामी मासु पोल्छौँ कि सेको बनाउँछौँ हामीले पोलेर खान्छौँ सेकुवा बनाइहाल न गाइस यता हेर अब यस्तै म्यारिनेट गर्नलाई हामीलाई चाइनिज चिजहरू के छ हामी हेभन डाँडाको तलपट्टि भित्र जङ्गलमा छौँ अहिले देखाउँछु म त्यो हेभन डाँडालाई पनि 1 किलो मासु हो ल है त साथीहरू आओस् साथी आऊ हाम्रो तमोली साथी स्वागत छ मेरो ब्लगमा हाम्रो ब्लगमा अहिले युट्युबमा गएर सब्सक्राइब गरेर पनि हेर्न नबिर्स्यो है हामी त सब्सक्राइबर निपेन्द्र साथीले सब्सक्राइब गरिसकेको छ थाहा छ पहिले एक साथीको 4वटा एकाउन्ट हो कि 10वटा एकाउन्टले सब्सक्राइब गरिसकेको छ रञ्जित आगो बाल्दैछ यो खाल्टो निपेन्द्रले खनेको तपाईँहरूले देखिसक्नु भयो खाल्टोको डिजाइन रहेको छ इन्जिनियर कृष्ण तमोलीको डिजाइन हाम्रो खाल्टो गरिसक्नु भएको छ र आज हामीले कुक पनि लिएर आएका छौँ हाम्रो प्यारो साथी एन्ड्रेस तामाङ हेलो आज लाइफमा हामीले फर्स्ट टाइम थाहा भयो मासु पोलेर खानलाई यसरी मसला हाल्नुपर्ने रहेछ म्यारिनेट गर्नुपर्ने रहेछ के भने भन्दा अनि यो हामीले चाहिँ अघिल्ला वर्षहरूमा चाहिँ हामीले चाहिँ यसरी गरी यहीँ आएका त थियौँ तर हामीले राम्रोसँग बनाउन जाने त्यो बेलाको जो अनुभव हुन्छ नि एकदमै खल्लो क्या मजा आएन यसपालि चाहिँ हामीले हाम्रो सेफ साथीलाई बोलाएका छौँ हामीले मसला हाल्नुपर्छ भने थाहै पाएन मसला हालेर आज यस्तो दाम बनिसकेको छ आज हाम्रो चौचौ पनि साधिसकेको छौँ चौचौ मैले साधेँ हो अब खाइसकेपछि देखाउँछु अब विवेकले चाहिँ यो पाराले चाहिँ चटपटी पसलहरूलाई फेल खुवाउँछ विवेकले चटपटी पसललाई फेल खुवाउने विनोदले सेवा पसललाई फेल खुवाउने कमाउने इन्जिनियरलाई फेल खुवाउने हामीले चाहिँ कसले फेल एकटा बाल्न बाल धुवा आयो घर बाल यो अहिले बाल्नु पर्दैन क्या दिए पर्ने गए नि अनि विनोद सेफ भाषामा भन त अब मैले सेफ भाषामा के भन्ने हो र अब 365 दिनपछि आज फेरि मोल्न पाइयो क्या मोल्न पाइरहेछौँ वर्षमा एकचोटि पिस छ यहाँ काउन्ट गऱ्यो भने 365 वटा छ सबले अब भाग लाउँदा कतिजना पुग्यो डिभाइडेड बाई 5 सबले समान भाग खान सक्छौँ त ल रञ्जितको आगो बलाइ अलिकति चित्तो बुझेन भएन यो त कस्तो बोल्नु पऱ्यो के कुरा अरे गोल बन्दैछ त ल यो नराल कस्तो गोल चाहियो ल चाहियो कस्तो वान बोल्नु पर्यो नि यो हर हाले देख्न त्यहाँ बोल्दैछ के कुरा ल ल ल ल अहिलेसम्म बोलेको थिएन नि त अहिले चित्त बुझेको थिएन नि त अब चित्त बुझ्यो नि त यस्तो बोलाइ हुनु पर्यो क्या अहिले लप्सी गेडा चाहिँ कतिसम्म पहिला बन्छ भन्ने कुरा है मैले अहिलेसम्म थाहा पनि छैन बन्यो पहिला बल्नु पऱ्यो कि अलिक तर पैसा अलिक धेरै दाउरा खाएर गोल राख्नु पर्ने गोल राख्नु दाउराले चाहिँ ठुल्ठुलो दाउरा खोज्ने होइन बाल्ने अनि त्यसपछि यो बालिसकेपछि चाहिँ माथि राख्यो भने सबै बल्दै जान्थ्यो कि सेफलाई मोल्न मात्र होइन आगो बाल्न पनि आउँदो रहेछ भनेर प्रमाणित भयो नि छैन उहाँको स्टेटमेन्ट दिनुभयो उहाँले होइन प्रमाणित भइसकेको छ
यो जाली रन्जितले ल्याएको हो। त्यस्तै यो हाम्रो चौचौ साँधेको वाइ साँधेको यो हाम्रो ड्यू यो हाम्रो निपेन्द्रको थोपडा तमौली प्रियङ्का चोपडा हाम्रो कृष्ण तमौलीले सब गर्दै हुनुहुन्छ है। यो तपाईँहरूले हेरेर हामीले पेट दुख्दैन किनकि हामी खाइसकेपछि मात्र हाल्छौँ यो मेरो साइड कस्तो लाग्यो बाल दामी दामी ह्याप्पी न्यु इयर खै त साथी रन्जित गीत बजाउनु यिनीहरूले मेरो भिडियोको सत्यानाश गर्छ। ओके गाइस हामी पहिले खाएर चाहिँ भिडियो देखाउँदैनौँ है। खानेलाई गीत गाउनु त्यसै हाम्रो आगो बल्नलाई कठिनाइ भइरहेको छ साथीहरू। हामीले भर्खर साँधेको वाइ सिद्धाइसकेका छौँ। पेट दुख्दैन मैले अघि नै भनिसकेँ। दुख्यो भने रन्जितलाई दुख्छ। जसको पेट कमजोर छ उसले अरूलाई भन्ने दियो मलाई यसले डिस हाने है। दियो 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 जसलाई बेला ग्यास्ट्रिक भइरहन्छ दुध चिया खानु हुँदैन होइन। होइन दुध चिया त खानु हुँदैन रन्जित मलाई। अनि तर ल हाम्रो मासु पोलिँदैछ हाम्रो मास्टर सेफद्वारा। पाक्नु लाग्यो सेकुवा पकाउने विधि अलिकति चेन्ज गरेका छौँ। त्यो खोजेर अलिकति हाम्रो अप्ठ्यारो भएको कारणले जालीको प्रयोग गर्दैछौँ साथीहरू। लेट्स सी उसको आइडिया यो मान्छेको छ। अनि अब हाम्रो साथीहरू आफ्नो काम गर ल। निपेन्द्रको खाने स्टाइल छ।